प्रोड्युसर नमस्कार हजुर। नमस्कार। हाम्रो गाउँटोलमा तपाईँ शान्ति सुरक्षाको लागि खटेकोमा तपाईँलाई धन्यवाद। तपाईँ कुन जिल्लाबाट यो सुरक्षाको लागि खट्नु भएको सर? दैलेखबाट। दैलेखबाट। अनि हजुरको कुन दर्जा हो तपाईँ? कुन दर्जाको कर्मचारी हो तपाईँ? भन्नुहोस् त सर। असै साहब हो? ए असै साहब। तर असै साहबको फेरि ऊ छैन त, स्टार छैन त, 1 स्टार हुन्छ त, दाहिने बाहिने कममा हुन्छ त, दायाँ बायाँमा छैन त। घरै छोडेर आउनु भएको छ? ए घरै छोडेर आउनु भएको होइन? घर गएपछि लगाउनुहुन्छ? ए अनि तपाईँ यहाँनिर कोही चाहिँ जाँडिया मान्छेले झगडा गर्यो अरे, ल त्यसलाई के गर्नुहुन्छ तपाईँले? सम्हाल्नुहुन्छ? खै त हतियार के ल्याउनु भएको छ त? घरमै छ हतियार? अनि हतियार घरमै छोडेर अनि गस्ती गर्न आउनु भयो? अनि तपाईँको साथीहरू कोही छैन, एक्लै तपाईँ आउनु भएको छ? छन्? अरू कहाँ हुनुहुन्छ? हो। गाडीमा आउनु भयो कि हिँडेर आउनु भयो? पैदल आउनु भयो? एक्लै आउनु भयो त तपाईँलाई त एक्लै फेरि कसैले अब जस्तै जाँडिया मान्छेहरूले समातेर तपाईँलाई उ गरिदियो भने, कारबाही गरिदियो भने, तपाईँ बर्थडे चियार्थ्यो भने, तपाईँलाई कुटपिट गरिदियो भने के गर्नुहुन्छ? होइन जाने? तपाईँ सक्नुहुन्छ एक्लै लिन? गाडी आउँछ? ए अनि तपाईँको सेट छैन ओके टोके यस्तो छ? खै कता छ? ए त्यो पनि घरमै छ? तपाईँ सबै सम्मति भएर घरमै छ? ए अहिले त्यसो घुम्न आएको? ए यसो न के अरे घुमे जस्तो पनि हुने, गस्ती गरे जस्तो पनि हुने भनेर यसो न तपाईँ निस्किनु भएको? अनि तपाईँको ऊ छैन, बडीगार्ड छैन? राख्नु भएको छैन कि छँदै छैन कि घरमै छ? त्यो पनि घरमै छ? तपाईँ सबै घरमै छोडेर आउनु भएको रहेछ। तपाईँ यसको लागि धन्यवाद। सारा श्रीसम्मति घरमै कि अफिसमा छोड्नु भयो? तपाईँको अफिसमा कि घरमा? अफिसमा छोडेर तपाईँ व्यवहारिक भएर आउनुभयो? ए ल, यसको लागि हाम्रो गाउँटोलमा आएर सुरक्षा गरिदिनु भएकोमा तपाईँलाई सलाम छ, धन्यवाद छ है। अनि तपाईँको बेल्ट पनि छैन? बेल्ट कहाँ छ? त्यो पनि घरमै भन्नु न? घरमै। अनि तपाईँको सारा सम्पत्ति घरमै छ, तपाईँ मात्रै आउनुभयो एक्लै? तपाईँको साथी घरमै, बेल्ट घरमै, तपाईँको चाहिँ यो दरानी चिन्ह घरमै, हतियार घरमै, तपाईँ खाली सिङ्गल आउनुभयो? लाठी पनि छैन? ड्रेस सबै छ, तपाईँको त्यो बेल्ट पनि घरमै छैन? अनि तपाईँको नाम के अरे? दिलबहादुर साई। फेरि साई हुनुहुँदैछ। अनि दैलेख जिल्लाबाट खट्नु भएको होइन? ए तपाईँलाई अरू केही असन्च त छैन? राति निद्रामा सुतेको बेला बिउतिएर जनताको सुरक्षाको लागि चिन्ता गरेर आउनु भएको होइन? राति नै आउनु भएको? ए राति आउनु भएको अनि गस्ती गर्दा गर्दा उज्यालो भएको, तपाईँले थाहै पाउनु भएन? कतै